सो नमस्ते टु एभ्रीवान। म चाहिँ के भन्नु चाहन्छु भने आज जुन चाहिँ हाम्रो वेस्ट बङ्गालमा घटिरहेको घटना छ नि, त्यो घटनाको अगाडि सायदै मैले भन्दा त के हुँदैन होला। म जस्तो एउटा सानो युजर होइन, अब इन्स्टामा पनि त्यस्तो केही छैन, युट्युबमा पनि त्यस्तो केही छैन, मैले त्यस्तो के भन्दाखेरि खासै फरक त नपर्ला। तर यदि हजुरहरूले चाहनुहुन्छ भने यो भिडियो सेयर गरेर आउँदो इन फ्युचर चाहिँ हजुरहरूले सायद सोसियल मिडियाको थ्रुबाट धेरै के हुनसक्छ होइन। यदि इन फ्युचर हजुरहरू चाहनुहुन्छ भने ममता हाम्रो वेस्ट बेङ्गलको सिएम नहोस् भनेर चाहनुहुन्छ भने यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नु होला। म चाहिँ के भन्नु चाहन्छु भने इन फ्युचर यदि ममता हाम्रो वेस्ट बेङ्गलको सिएम भयो भने, यदि ममता छ त तपाईँ छैन, तपाईँ रहनु चाहनुहुन्छ त ममता नहुनु पर्यो। यसको लागि अब के गर्नु पर्यो भन्दाखेरि आउँदो इलेक्सनमा चाहिँ ममता हुनु भएन। हजुरको औँलीमा ममताको लागि छाप हुनु भएन। ममतालाई कसैले पनि सपोर्ट नगर्नु होला। जति पनि हाम्रो हिन्दू भाइ बहिनीहरू छ होइन, जति पनि हाम्रो हिन्दू भोटरहरू छ, कसैले पनि सपोर्ट नगर्नु होला ममतालाई चाहिँ। किनकि ममता छ त तपाईँ छैन, पक्का हो यो कुरा। यदि तपाईँ रहनु चाहनुहुन्छ आफ्नो घरमा र सेफ्टी रहनु चाहनुहुन्छ भने, सुरक्षित बस्न चाहनुहुन्छ भने, शान्तिले बस्न चाहनुहुन्छ भने चाहिँ ममतालाई भोट गर्नु भएन। ममताले जुन तरिकाले गरिरहेको छ हाम्रो मालदा मुर्सिदाबादमा वेस्ट बेङ्गलमा, यस्तै चाहिँ हजुरको घरसम्म पनि आउनु सक्छ इन फ्युचर। यदि हजुरले इलेक्सनको टाइममा ममताको टिएमसीको चुज गर्नुहुन्छ भने चाहिँ म यति नै भन्छु कि जति पनि भोटर छ, अब मुस्लिमहरूले पनि सायदै गर्छ भने त्यो थाहा भएन, तर हाम्रो हिन्दूहरूले चाहिँ कुनै हालमा पनि टिएमसीलाई चाहिँ भोट नगर्नु होला। इन फ्युचर आउँदो इलेक्सनमा चाहिँ ममताले कुनै हालमा पनि जित्नु भएन। 15 साल त यो जस्तो गरेर ठिक हो। अहिले यसले जस्तो तरिकाले व्यवहार गरिरहेको छ, जस्तो बेहोरा देखाउँदैछ अहिले, यो ट्रु कलर देखाउँदैछ अहिले। अब म पनि एउटा भोटर हो। इन फ्युचर चाहिँ ममता हाम्रो वेस्ट बेङ्गलको सिएम हुनु भएन। यो भिडियोलाई चाहिँ यति धेरै सेयर गर्नु कि हामी जस्तो युथ र हामीभन्दा ओल्ड एज हुने इन फ्युचर जो पनि भोटर छ, ममतालाई चाहिँ भोट गर्नु भएन। धेरैभन्दा धेरै सेयर गर्नु होला। यदि ममतालाई भोट गर्नुभयो भने इन फ्युचर तपाईँ आफ्नो घरमा हुँदैन। यदि ममता आफ्नो घरमा छ त तपाईँ घरमा छैन, तपाईँ घरमा छ त ममतालाई राख्नु भएन।